हेलो साथीहरू सबैजनालाई स्वागत छ गाउँले रोशनको मिनी भ्लगमा। मिनी भ्लग चाहिँ होइन है, अब फेसबुकमा मिनी भ्लग हालिरहने बानी होइन साथीहरू। मैले चाहिँ ठ्याक्कै फेरि युट्युबमा पनि त्यही मिनी भ्लग भन्न आएछ कि यो चाहिँ लङ भ्लगै हो। अब मलाई युट्युबमा चाहिँ त्यति बिधि काम गरिरहेको छैन मैले, अनि मलाई अलिक भन्ने बानी चाहिँ छैन। म चाहिँ आज खेततिर आएको थिएँ, अनि इन्द्रावती खोलो चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू मेरो पछाडि कति ठुलो छ कि आमामामामा सोचि नसक्नु छ साथीहरू। यो मेरो चाहिँ खेतमा जाने बाटो चाहिँ यस्तो बनाएको छ खोलोले, हेर्नु त बेहाल छैन ल, बाटै छैन। इन्द्रावती खोलो चाहिँ साउनको यो लगभग तेस्रो सातातिर भनौँ यति ठुलो छ नि। ओ माई ब्लोइङ, हेर्नु सक्नुहुन्छ इन्द्रावती खोलो उर्लिएर आएको। ल हेर्नु साथीहरू, यहाँबाट चाहिँ सिपाघाट जाने बाटो पनि यहीँबाट थियो होइन, तर यहाँदेखि माथिसम्म चाहिँ सबै खोलोले लैसकेको छ। यहाँ ल यति हेर्न सक्नुहुन्छ, बाटो खोलोले लगे पनि भ्यू चाहिँ एकदम बवाल छ है साथीहरू। खोला छेउको हेर्न सक्नुहुन्छ ल, यति रमाइलो छ नि साथीहरू। अब के गर्ने, बाटो चाहिँ लैसक्यो खोलाले। अब बाटो मात्र होइन, यही हिसाबले पानी परिरहेको भने अब खेत पनि लान्छ साथीहरू। यसमा केही नो के भन्नै सकिँदैन, यति ठुलो छ खोलो हेर्न सक्नुहुन्छ। म चाहिँ खासमा यो एउटा भ्लग पनि बनाउन आएको हो कि साथीहरू खोला छेउमै। मलाई चाहिँ अब गाउँतिर बोल्नलाई अलि लाज लाग्ने, अब यसरी क्यामेरा ठडाएर, अनि खेतमा त कोही पनि हुँदैन नि त यो बगरमा। अनि ठ्याक्क मनमा लाग्यो दुई चार शब्द चाहिँ यहीँ आएर भए पनि व्यक्त गरिदिउँ भनेर खेततिर आएर चाहिँ मैले ट्याक्कै एउटा भ्लग पनि बनाएँ। हजुरहरूलाई त्यो भन्छ नि के घन्टी बज्नेवाला के सब्सक्राइब त्यो बटन पनि ट्याक्क थिचिदिनु होला मन पऱ्यो भने मेरो भ्लग। अब म चाहिँ सधैँ युट्युबमा पनि भ्लग हाल्ने कोसिस गरिरहेको छु साथीहरू। हजुरहरूले मन पराइदिनु पऱ्यो, अनि लाइक गरिदिनु पऱ्यो। त्यो यस्तोवाला के यस्तोवाला नै ट्याक्क थिचिदिनु पऱ्यो। बाँकी त भ्लगहरू आइ नै रहेछ साथीहरू। अबदेखि आजलाई चाहिँ यति भन्दै बिदा हुन्छु। अब धेरै बोल्ने बानी छैन मोबाइलमा चाहिँ, अन्तत अब फेरि बोलेर थाकिँदैन। अब यहाँ क्यामेरा अगाडि चाहिँ बोल्न हल्का लाज लाग्ने, त्यही भएर ल हेर्न सक्नुहुन्छ मेरो चाहिँ BMW भन्नु नमिल्ने मेरो चाहिँ स्कुटी यहाँ छ। स्कुटीको साँचो चाहिँ हातमा छ। आज चाहिँ यति भन्दै बिदा हुन्छु, बाइ साथीहरू।